यो सम्झौताको बारेमा जानकारी गराइदिनको लागि म मेडिकल डाइरेक्टर सङ्गम बाबु श्रेष्ठलाई अनुरोध गर्छु। रहेको छ भने गोर्खामा पहिलोपटक सिटी स्क्यानको सेवा पनि रहेको जानकारी गराउन चाहन्छु। त्यसै गरी वरिष्ठ रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे तथा सम्पूर्ण सर्जरीका माइनर तथा मेजर जटिल अपरेसनहरू पनि सफल भइरहेको छ। त्यस अस्पताल र यो प्रतिष्ठान बिच हामीले आज एउटा एमयु गर्ने एउटा मौका पाएका छौँ, जसमा हामीले यसको मेन उद्देश्य भनेको भीमसेन थापा बोर्लाङ प्रतिष्ठानका सदस्य तथा निजका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध गराउने, भीमसेन थापा बोर्लाङ प्रतिष्ठान र एनपिआई गोर्खा हस्पिटल प्रणाली बीच स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाई, स्वास्थ्य सेवा, स्वास्थ्य चेतना तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहकार्य गर्ने, विभिन्न असहाय तथा स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सहयोग गर्ने, स्वास्थ्य समृद्ध सचेत समाज निर्माणका लागि दुवै संस्थाबीच दीर्घकालीन रूपमा सहकार्य गर्ने। उपचार सेवाको विषयमा भीमसेन थापा बोर्लाङ प्रतिष्ठानका सदस्य तथा निजका परिवारलाई अस्पतालले उपलब्ध स्रोत तथा साधनको आधारमा नियमित आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नेछ। उपचार क्रममा आवश्यक पर्ने प्रयोगशाला परीक्षण, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, अल्ट्रासाउन्ड तथा अन्य उपलब्ध स्वास्थ्य सेवाहरू प्रदान गर्नेछ। अस्पतालमा उपलब्ध नभएका सेवाका लागि आवश्यक परेमा अन्य संस्थामा रिफर गर्न पनि सकिनेछ। छुट सम्बन्धी व्यवस्था भीमसेन थापा बोर्लाङ प्रतिष्ठानका आधिकारिक परिचय पत्र वा सिफारिस भएका सदस्य तथा निजका परिवारलाई निम्नानुसार सहुलियत उपलब्ध गराउनेछ। सम्पूर्ण प्रयोगशाला तथा परीक्षण शुल्कमा 15% छुट, अस्पतालमा उपलब्ध अन्य स्वास्थ्य सेवामा 15% छुट र सिटी स्क्यान सेवामा 10% छुट गर्नेछ। यो सम्झौताको हस्ताक्षर भएको मितिले 2 वर्ष लागू हुनेछ। दुवै पक्षको सहमतिमा हामी सम्झौता नवीकरण गर्न सक्नेछौँ। यो खालको व्यवधान हाम्रा रहेको छ भने स्वास्थ्य सेवा सहुलियत तथा सहकार्य सम्बन्धी आज हामीले गरेका छौँ। यो प्रतिष्ठान बाहेक आज पनि म घोषणा गर्न चाहन्छु, यस पालिकाको सिफारिसमा अन्य कोही विपन्न पैसा नहुने अथवा उहाँहरूकोलाई पनि हामीले केही राखेका छौँ। उहाँहरूको पालिकाको र वडाको सिफारिस भएमा उहाँहरूलाई पनि हामी निःशुल्क स्वास्थ्य सेवा दिने प्रयत्न गर्छौँ र गर्नेछौँ भन्दै यहाँ बिदा हुन्छु। धन्यवाद। जय एनपिआई। धन्यवाद एनपिआई हस्पिटलका प्रतिनिधि मेडिकल डाइरेक्टर सङ्गम बाबु श्रेष्ठलाई। अब आफ्नो यो एकअर्कालाई यो सम्झौता पत्र हस्तान्तरण गरिदिनको लागि म अध्यक्षज्यू र एनपिआईका प्रतिनिधिज्यूलाई म अनुरोध गर्छु। धन्यवाद।